गुड मर्निङ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि यो मेरो फर्स्ट भ्लग होइन, युट्युबमा हाल्ने फर्स्ट भ्लग हो। अनि त्यसैले प्लिज सपोर्ट गर्नु होला भन्ने आशा राखेको छु। अनि सेयर सब्सक्राइब अनि कमेन्ट पनि गर्नु होला है। अनि लाइक पनि गर्नु नि फेरि। अनि त्यसपछि अब हामी चाहिँ गाउँ जाँदैछौँ। अनि गाउँ जान रेडी हुँदैछौँ। अब 10 साढे 10 त भइसक्यो अहिले नै। अब हामी ठ्याक्कै 12 बजेतिर जान्छ अरे कि गाडी चाहिँ। अनि रेडी हुँदैछौँ। अब म पनि रेडी हुन्छु। लाएर रेडी भइसकेँ। दिस इज माई आउटफिट। अझै अर्को पनि हेर्नु होला है। पुरा लुक चाहिँ अझै रेडी भएको छैन। उस्तो छैन, ठिकै छ अब होइन। हजुर बाई बाई। ल बाई, राम्रोसँग दसैँ मान्नु। ह्याप्पी दसैँ। आउनु मिल्यो भने उता आउनु है उता। फोन गर्नु न, फोन गर्नु न है। ल दिदी, ल आइज। उ झोला बाई बुबा गोरो भएर केही छैन। ओ त्यो झोला बोक न। म चाहिँ कतिवटा झोला बोक्ने? ए यहाँ दुईवटा बोकाइदिनु। बाई आन्टी। सिरिया कहाँ जानु लागेको? पैसा नदिएर होला सिरियालाई। कसलाई? ओ मम्मी यो कहाँ राख्ने? यो पैसा हाल्नु। ए लिनु न यो पैसा हाल्नु। बाई बाई। बुवासँगै आऊ ल, बुवासँगै आऊ ल। लुगा लानु। के भन्नु? बुवासँग आऊ, बुवासँग टिकटमा आऊ ल। बाई। अनि उनीलाई चाहिँ दुईवटा झोला ल यो बोक। पापा म चाहिँ कतिवटा बोक्नु त? ल भारी छैन के गर्नु? बाई। अब हामी गाडी चढ्छौँ। मलाई यस्तो गर्दा सुहाउँछ कि यो कपालमा राख्दा सुहाउँछ? सायद कपालमा लाउँदै सुहाउँछ होला। तर पनि म यस्तरी हिँड्छु कि कस्तो देखिन्छ। मान्छेले मलाई कसरी हेरिरहनु कि होइन। अनि अब हिँड्दैछु। यता आइपुगिसक्यौँ। मम्मीहरू आउँदै हुनुहुन्छ। त्यहाँ पुरै आफ्नै गाउँ फर्की आए जस्तो हुन्छ नि, त्यस्तै भइरहेको होइन। सो स्वर सुने कि होइन चाहिँ थाहा छैन मलाई। फाइनल्ली गाडी चाहिँ आधीमै भेटिसक्यौँ। अब हामी जाँदैछौँ। हजुर ए म त यतापट्टिको बाटो यस्तो छ, उताको यस्तो। तर यताको नसुकुन्जेल त यता राख्नुभएको होला नि त होइन। नत्र त उताबाट जान्थ्यो होला। हेर्नु न उस्तो लागिरहेको। त्यहीँबाट चाहिँ अलिकति कस्तो पुतुत्त निस्केको थियो है, थोरै मात्रै क्या। बाटो चाहिँ एकदमै झन् गाउँको अफरोड झन् कस्तो सम्झिँदा पनि डर लाग्ने पुरै। हाम्रो घर चाहिँ यतानिर हो है, माथि टुप्पोमै छ क्या। 0 किलो आइसक्यो अहिले चाहिँ। अब यतापट्टिको बाटोबाट पनि जानु मिल्छ। अनि यो बाटो चाहिँ के अरे दोलान घाट र धुलिहे 0 किलोको बिचको उकालोबाट जानुपर्छ कि। पुरै गाडी चाहिँ पुरै पानी परिरहेको छ है अहिले चाहिँ। अब यताको अफरोड सुरु हुँदैछ। मलाई त्यो अफरोड हिँड्नै मन छैन। यस्तो बाटोमा मान्छे पुरै ज्यान धरामा राखेर आउनुपर्छ क्या यो ठाउँ आउँदा। अब आफ्नो गाउँ त आउन मन लाग्छ नि होइन, के गर्नु। अब यस्तो छ बाटोको अवस्था। यो बाटो पढ्नेपछि चाहिँ अब उहाँ जान त रमाइलो हुन्छ। इन्द्रावती होला है, हेर्नै कस्तो राम्रो छ भन्नु। लिनलाई यहाँ ओरस यत्रो जना हामी 3 जनालाई लिन आएको।
फाइनल्ली मेरो जन्म थलो आइपुगिसक्यो। अब मेरो जन्मै घरकै जानु। आमा This is my home. भ्यू देखा न भ्यू यहाँको भ्यू हेर्नु यहाँ यस्तो खतरा छ क्या। ल थ्याङ्क यू सो मच तपाईँहरूलाई मेरो लाग्ने भिडियो हेर्नुभएको छ। अनि यो फर्स्ट भिडियो हो नि त होइन, अनि त्यसैले सेयर सब्सक्राइब लाइक गर्न नभुल्नु होला। फेरि भन्दै आऊ तिमीहरू नि बाई 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 बाई। खुसी लागे हा आमा खुसी लागे हा। अनि आफ्नो आफ्नो छोरा नभए नि पिर नगर हेर। अब अर्को वर्ष त आउला नि है। ल